त्यहाँभित्र भूतसँग थाहा छ तर निक्लिनै मान्दैन बाई आमा बाई है हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल आज हामी यो भिडियोमा के गर्ने भने म भन्छु आज मेरो मामा बाबाको एनिभर्सरी हो एनिभर्सरीमा म सरप्राइज गर्छु त्यही भएर सरप्राइज गर्ने आज गाइज दिप्सन नाच उफ्री गाइज अब हामी सरप्राइज गर्नुपर्छ फर्स्टमा घर मिलाउनु पर्छ घर मिलाउनु त म धेरैवटा भिडियोमा गरिसकेको छु मैले फेरि गर्छु यहाँ गाइज मेरो इन्फेक्टले गर्दा मेरो ओठ देखिन्छ आउन गाइज तर मिलाउनु घर कार्यक्रम सुरु गरौँ गाइज अब सबै देख्नुहुन्छ नि सबै मिलाउने काम मेरो मात्रै हो गाइज अब म मिलाउँछु गाइड अब यो सबै मिलाउनु पनि लागेको छु सबै मिलेकै छ तब पुस्से भन्छ पुस्से भनेको गाइस थाहा छ पुस्छु भनेको पुस्छु टेबल यो पेन किन चाहियो नसम्नु यहाँ होस् पेन म टेबल पुस्छु त्यो पुस्छु सबै पुस्छु अनि म पुस्से भनेर भन्छु र गाइस म पुस्ने कपडा तान्नुको पुस्ने कुरा लिएर आएको छु गाइस यो कोठाभित्र छ गाइस यो कोठामा भूत रहेछ नजानु झन्डै मारो होला पानी नै पुसौँ न के हुन्छ र गाइस होइन पानी त बेस्ट हो गाइस पानी देखो त्यो पुस्ने टेक्निक गाइस उतोबाट पुस्ने त्यो किचनको नाम छ हेर गाइस त के भने स्लाइड छ यो त गाली मात्र हो यो मेरो काम हैन यो त मैले गरेको हैन उसलाई पेप्रेस मात्र हो त्यो मैले मेन टास्क हैन साइड क्वेशन मेन टास्क गाइस हजुर लाग्छ हजुर भन्नु गाइस हजुर गाइस गाइस हजुर के हो गाइस गर्न मात्र लाइक अनि खाली के फाल्दै गाइस मेरो स्लाइड गर्छ मेरो सेट गाइस अब पुस्दै छु पुस्से गर्छमा आइहाल्छु गाइस पुस्से च्याउडा गरे त्यो भने के थाहा छ भने गाना थाहा गाना अब म पुस्से गरिसकेँ अब म डेकोरेसन्स खोज्न गएको डेकोरेसन्स कहाँ छ म छक्का पर्नु भयो भने गाइस हजुर म देखाउँछु माथि छतमा आइपुग्नु कस्तो उज्यालो ठाउँ हो भूतलाई खायो भने गाइस मलाई म भूतलाई खाइदिन्छु मलाई भोक लागेको छ इसके गाइस भोक त लाग्दैन तर म जति पनि भोक लागिरहेको जेलाई पनि खाइदिन्छु त्यो त्यसै खाइदिन्छु त्यहाँभित्र छ भूत छ भने त्यो भूतलाई खाइदिन्छु त्यहाँभित्र त भूत छ होला झन् खाइदिन्छु निक्ली खाइदिन्छु म तँलाई हिम्मत छ निक्लिनु देख गाइस देख्नु भूत डरायो मपछि त्यहाँभित्र भूतसँग थाहा छ तर निक्लिनै मान्दैन देख्नुभयो गाइस निक्लिनै मान्दैन म खाइदिन्छ जस्तो निक्लेको भए त्यहाँ ढुकुर छ त्यसो नै गाइस कहाँ छ ढुकुर भ्लगमा हाई भन्नु है कमेन्ट गर्नु लाइक गरेर सेयर गर्छ सेमन ढुकुरको बच्चाको लागि म माथिबाट एउटा छ गाइस हामी यो कोठामा जा 2 कोठा हो भूत हुनसक्छ चो त्यो मेरो एन्टाई भूत डान्स हो भूतमा त देखेर डराएर कुद्छ भाग्छ गाइस एउटा सिक्रेट रुम छ क्या यहाँ मुनि जादु छ यहाँभित्र यो छ यो के हो ओ माई गड झुरु रहेछ गाइस गाइस साइडवेज बनाउनै बिर्सेछु साइडवेज बनाउनु बिर्सेछु म हजुरलाई उल्टानो पारेको छु उल्टानो के भन्छ नि त्यसलाई सिधा
खडा यस्तो यस्तो पार्छु यस्तो पार्ट पनि खोल्न यस्तो पार्छु कस्तो हेर्नु गाइज उफ उफ ए छ नि गाइज मिलाउँछु अब म मिलाउँछु भने सिधा पर्नु पऱ्यो पुरै एकअर्कामा टाँसिएको छ अलिकति तालतुल तिलताल गर्नु पऱ्यो मलाई थाहा पनि छैन म यस्तो गर्दैछु भने म त लाटी हो मलाई भन्दै ओ आएर बस्यो होइन कहिले घुम्न गएको भने त्यो सम्झिन्छ अनि सेलमा पठायो यो उहिलेको कहिलेको थाहा छैन अहिले बसेर होइन बर्थडेको लागि यसो कपाल खोज्छु लट्टा परेछ यस्तो कपालमा गाई यो कपाल कोर्ने टाइम ल्याप्स गर्छु गाइज यो सक्यो नि अब हामी अब यतिले कहाँ पुग्छ नि होइन पुग्छ रहेछ पुग्छ पुग्दैन त्यही भएर गाइज हामी खाना पनि पकाउनु पर्छ लागि के पकाउनु पर्छ जस्तै कि लामो म हेर्नु दिन्छु गाइज तिमी दुइटैलाई लामो दोरी हुन्छ मिठो हुन्छ चिजसँग खाइन्छ धेरै बेला अनि डिप्सन चाहिँ केचपसँग खाइन्छ ल गाइज नाच नाच गाइज स्पिगेटी पकाउँछ गरेर त दिप्सन तेरो मुखभित्र हालिदिन्छु ओ माइ गॉड गाइज हामीलाई खाएर दिप्सन किचनमा पुऱ्यायो किन दिप्सन किनभने मलाई भोक लाग्यो ए अब हामी स्पिगेटी पकाउने गाइज आज कुकिङ भिडियो पनि हुँदो रहेछ थाहा थिएन तर गाइज स्पिगेटी पकाउने स्टेप्सहरू निम्नानुसार छन् अलिकति तेल हाल्ने तुरुक्कै तुरुक्कै अलिकति हो त गाइज गाइज कुक भयो त दिप्सन गाइज गाइज अब यो स्ट्रेन गर्नुपर्छ पहिले यो बन्द गरौँ चुप बस्न गाइज मैले पास्ता स्ट्रेन गरेँ एउटा यहाँ रहेछ नुडल खतरो के खिला उही एकचोटि धुम न पानी प्यान भन्ने कुरा सुन्नु भएको छ गाइज प्यान टेन्सन आउने यसको केही हुँदैन गाइज यो प्यान चाहिन्छ मलाई के गर्ने थाहा छैन त्यहाँबाट म हेरिरहेको छु गाइज यहीँ बस्नुहोस् गाइज मैले बुझेँ अलिकति तेल हाल्ने अनि यो हाल्ने यो पहिले के एकछिनमा हाल्छु गाइज यो अफ क्यामेरा गर्छु किनभने अलिक गाह्रो छ तर गर्न त गर्छु गरिसकेपछि देखाउँछु गाइज अब अन्डा फुटाउन खोज्छु है डिप्सन आइज त भिडियो खिच्छ म अन्डा फुटाउन खोज्छु सक्छस् साइड यहाँ लाटो हातले छोपिस क्यामेरा त्यति हो मलाई अन्डा फुटायो पज गर्नु जब दाल दिन्छ गुड होइन होला
मतलब माम खाने हो दादाले त नाम खान्छ म अन्डरसँग खाँदैन नि त गाइस अब अलिकति मैले काम गरेँ यहाँ अब अलिकति यो समाचार छ नि फेरि त्यसमा त मेरो क्यामराम्यान भन्नुहोस् ल अब अलिकति खोर्सानी गाइज हाल्दै हुन्छौँ हामी अनियन खोर्सानी अब ठिक छ कस्तो छ गाइज म रिसाउनु सक्दिनँ गाइज राम्रो गाइस अलिकति हात सिधा पार्न अनि पो देख्छ नि त गाइस हात बाङ्गो पारेको छ हात सिधा पार्न आउँदैन यसरी त्यसै गर्न सक्दैन सक्छु गाइज मेरो डड्डा भइसक्छ यहाँ हाई बन हाई गाइस ल गाइस हाम्रो स्पिगेटी बनो गाइस एन्ड प्रडक्ट यस्तो छ स्पिगेटी जस्तो अब चिज हाल्ने अनि राम्रो प्रेजेन्टेसन गर्ने के गर्ने हाम्रो प्रेजेन्टेसन ल गाइस म यो सबै मिलाउँछु है गाइस अब दुईटा राम्रो राम्रो प्लेट खोज्नुपर्छ म्याचिङ जस्तै कि यो र यो म्याचिङ यहाँ राख्नुपर्छ अनि मेरो स्पिगेटी लिएर आउँछु स्पिगेटी ल्याएँ नि यहाँ राख्नुपर्छ अनि स्पिगेटी हरेक प्लेटमा राख्नुपर्छ एउटा मान्छेको यति कसको हो थाहा छैन यो बुन्टु हो हाम्रो बाबाको को भन्थ्यो भनेको हाम्रो बाबा हाम्रो तेरो पनि हो मेरो त होइन अँ, मेरो कजन हो को? मेरो बाबाको कजन हो मेरो बाबाको कजन हो को मेरो यो त मेरो बाबा अनि यो सिरो मामु हुन्छ अलिकति अलिकति अझ हालिदिने सिराउन अलिक थोरै भएर सिराउन होइन अलिकति ठुलो निकाल हाल्दिनँ अनि त्यहाँदेखि सिकाउँछु यहाँ हामीले सबै यसरी लिने सबै लिने स्पिगेटी एउटा स्पुनमा अनि यसरी यहाँ बिचमा राख्ने अनि घुमाउने क्या स्पिगेटीले नभए चपस्टिकले गरेर बनाएको छ भने होइन होइन यस्तो गर्नु। चपस्टिकले हुँदैन स्पिगेटी स्पिगेटी हो चपस्टिक त नुडल्स हो स्पिगेटी हो यस्तो गर्ने अनि यस्तो गर्छु निकाल्ने अनि माथि खडा हुन्छ नि त गाइस त्यो राम्रो देखिन्छ यस्तो देखिन्छ गाइस यस्तो डल्लो हुन्छ यस्तो बिग्रेको जस्तो साह्रो डल्लो हुन्छ अनि यसमाथि चिज ग्रेड गर्न पाइन्छ बुझ्नुभयो गाइस गाइस अब एकछिन म अर्कोमा पनि त्यस्तै गर्छु चिज हाल्छु अनि आइहाल्छु है गाइस गाइस यहाँ मामुको छ यहाँ बाबाको छ बाबामा क्यारेट हालिदिएको मामुकोमा चिज हालिदिएको अब चिज मन पर्दैन क्यारेट हालिदिएको गाइस अब अलिक फ्यान्सी हुनु छ भने नगरी हजुर पुरा सुन्नुभयो नि गाइस अलिक फ्यान्सी हुनुहुन्छ भने फ्यान्सी हो हुन मन छ भने हजुरहरूलाई कस्तो दिन्छन् एउटा धनियाँको पत्ता लिने ब्रेक गर्ने यसरी ठ्याक्कै यसरी अनि माथि राखिदिने त्यति हो गाइस त्यति अर्कोतिर पनि अलिकति धनियाँ पत्ता ब्रेक गर्ने अर्कोतिर पनि माथि राखिदिने ओ कस्तो राम्रो देखियो मिठो चाहिँ छ कि छैन थाहा लास्टमा भोनापट्टि अनि लास्टमा बनामाटी बनामाटी भोनापट्टि पनि लेख्दैन न किन म सधैँ भने टाइम छैन गाइस त्यो लिने फ्रिजमा हाल्ने सबै कुरा मिलाउने मिलाएपछि फेरि म आइहाल्छु गाइस हामीले यहाँ यस्तो गऱ्यौँ ठिक छ अब गाइस हामी उता मिलाउनु पर्छ मामुको उसको लागि अहिलेको लागि यस्तो छ के हो यस्तो मिलाइहालौँ होइन होइन बोला गाइस एक रोज पनि त मैले बिर्सिहालेँ राखौँ न त है नाम त बबाल छ गाइस एउटा रोज यहाँ हुन्छ दुईटा रोज पानीको कपमा हालौँ न कस्तो रहेछ गाई अहिले चाख्छु भनेको एउटा तान्छ
मिठो छ यहाँ मिठो छन् त छ तर मिठो लाग्छै लाग्दैन भन्ने कुरा मन त बनाएर कहाँ मिठो हुन्छ गाइस मलाई पकाउनु पनि आउँदैन अझै 4-5वटा रोज ल्याम दिम सुन्छो तर त्यसमा हाल्नु मलाई राम्रो थिएन अझै यस्तो तर्ने छ अनि बाँकी भएको रोजहरू 2टा बाँकी गर्ने एउटा मामुले एउटा बाबालाई दिने माथि ल्याउने अवसर एकअर्काले ऊ गरेर दिन लाने ओइ म चाहिँ गाइस रेजी भयो गाइस म मरे रेजी भएर घुमेर के हुँदैन जामा म रोजेर आएको छु बस्नु बाङ्मै नथाले ओइ गाइस अझै 2टा रोज गरे अझै यहाँ राखेँ 2टा आफ्नो साथ एउटा सेतो एउटा पहेँलो यहाँ 2टा दिन्छु आएपछि एउटा आएको छ नि त्यो भएर एकछिन बस्छौँ हामी गाइस सुतेर गाइस आए के रे एउटा फ्लावर एउटा जा झन्डै लडे मालिक माथि गएछ नि अलि ढोकामा पुगेपछि आँखा चिमा गर्छ त्यसो आयो बाहिरै बस्छस् हामीलाई छैन टेन्सन ल आँखा चिमा 2टा आँखा चिमा पसिनाको आँखा चिमा घरमा ठुला गर्छु एकछिन बाबाको त म पुग्छु ल दिशान्त त्यो फर्स्टको है फर्स्टको ल 3, 2, 1 हेर एकछिन गाइस क्यामेरा फर भएको थ्याङ्क यू एकअर्कालाई हक गर्नुपर्छ एनिभर्सरी हो थ्याङ्क यू के फुल चरा हजुर यताको बाबाको क्यारेट हो मैले त्यस्तो मिठो त लागेको छैन मलाई तर पनि पकाउनु त पकाएँ मैले ल खाने गाइस ल गाइस एकछिन अहिले रोक्छु खे थुक्न आउँछ मेरो माथि नमिठो भएर छैन केही नै हालेको छुइनँ हजुरको चाहिँ मिठो हुनसक्छ बाबाको त क्यारेट हाले नुन हालेको थपी हालेको नुन थपी हालेको भिडियोमा पनि छ हालेको अन्डा पनि हाले स्पिगेटीमा पनि हाले अनि उसमा पनि हाले बढी त चाखे नुन कम लागेको जस्तो लाग्यो फेरि हाले अझ मिठो छ छैन गाइस मलाई थाहा छ ल गाइस आज भिडियोलाई त्यति नै हो बाई भन्नु कमेन्ट गर्नु सेयर गर्नु थ्याङ्क यू छ यहाँ ल बाई गाइस ह्याप्पी एनिभर्सरी कमेन्ट गर्न नबिर्सिनु है गाइस यो 2टा लुखेरेहरूको लागि एउटा पानी पनि सबै छ माथि थियो अस्ति देखेको नतान्छ झर्छ ल गाइस आजको भिडियो यति नै हो बाई भनेको कमेन्ट गरेको सेयर गरेको सब्सक्राइब गरेको लाइक गर्नु कमेन्ट गर्नु सेयर गर्नु सब्सक्राइब गर्नु अन्त यसरी ह्याप्पी एनिभर्सरी लेख्नु कमेन्टमा बाई